हेर्नुस् त खुरकोट बजार कस्तो डुबान परिरहेछ। गएका वर्षहरूमा पनि यो रुसी खोलाले यस्तै त्यहाँका जनताहरूलाई र गाडीका पेसेन्जरहरूलाई यस्तै शास्ति भोग्नु परेको थियो र यो वर्ष पनि यस्तै शास्ति भोग्नु परेको छ। हेर्नुस्, मान्छेका घरहरू डुबानमा परेका छन् र त्यहाँका पशु चौपायाहरू त्यहीँ छन् या बगायो त्यो कसैलाई पनि थाहा हुन सकेको छैन। अब खोलाको भाव बढिरहेछ, नदीको भाव बढिरहेको छ। आफू सतर्कता अपनाउनु होला खुरकोटवासीहरू र हाम्रा पूर्व यात्रा गर्ने यात्रुजनहरूलाई पनि सुझाव र यस्तो डेन्जर पानीले डुबान बनाइरहेको छ। हेर्नुस् त तपाईहरूले यस्तो डुबान, जबकि यो खोला यो नदी तल धेरै तल कति माथि आएको छ, यो तपाईहरूले नै प्रत्यक्ष हेर्न सक्नुहुनेछ। हेर्नुस् त यो डेन्जर पानी बढिरहेछ, अझै पनि पानी बढिरहेछ, अझै पनि बढ्ने सम्भावना छ र